मर्निङ वेलकम ब्याक टु माई युट्युब च्यानल अगेन। आज चाहिँ के हो भन्दाखेरि आज चाहिँ म मर्निङमा एकदमै छिटो उठेर धेरै कामहरू थियो हो, आफ्नो काम सकेर एउटा काम छ जुन चाहिँ तपाईहरुलाई म मेसेज पनि दिन चाहन्छु यो भिडियोद्वारा। हाम्रो जुन चाहिँ गाडुचिरा जिपी छ यसमा चाहिँ हामी वुमन एम्पावरमेन्टको लागि तपाईको धेरै कामहरू आएको छ हो, लेडिजहरुको लागि। तपाई जो घरमा बेरोजगार हुनुहुन्छ, उनीहरु बसिरहनु भएको छ घरमा, उनीहरुको लागि चाहिँ कतिवटा कामहरू आएको छ त्यसमा तपाईको प्याकेटिङ गर्नुपर्छ या फिर पेनमा रिफिल भर्ने जस्तो त्यस्तो कामहरू आउँछ। तपाईको मन्थली त्यसको 3000 समथिङ गरेर आउँछ। सो त्यसको लागि म यो मेसेज दिन चाहन्छु र मेरो यसमा मान्छेहरुको ग्रुप बनाउनु पर्छ। सबैको ग्रुप त भइसकेको छ, गाडुचिराबाट 3टा 4टा ग्रुप छ, अलरेडी 3टा भइसक्यो र मेरो ग्रुप चाहिँ हुनेवाला छ। मेरो ओन्ली 9 पिपल्स आर देयर। सो म अझै 18 त मैले खोज्नै छ, अन्त 18 पिपल खोज्नै छ मैले हो। त्यही भएर म आज चाहिँ त्यो 18 पिपल खोज्नु जानु आँटेको। अनि मेरो छोराले एकदम तङ गर्दैछ मलाई यहाँ, उसको पापासँग खेलेछन्। उसको पापा एकदम फोनमा बिजी छ, एनी टाइम एभ्री टाइम पता नै के छ त्यो फोनमा। ऊ चाहिँ यसरी लेट्यो मेरो काखमा हो। अब थाहा छ तपाईहरुलाई, नानीको आमा भएपछि नानीले बुबु बुबु भन्छ। म चाहिँ तयार भएर पनि एकदम रेडी छु अब जानुको लागि हस्बेन्डलाई भनेको। ऊ अलिकति बिजी छ हो, उसको काम सकेपछि चाहिँ हामी जानेछु र कसले नामहरू लगाउँछ, को काम गर्नु इच्छुक छ त्यो तपाईहरुलाई म देखाउँछु। स्टे ट्युन, बाई बाई। गाइस हामी चाहिँ घुम्दै निस्किँदैछौँ यही नाम लेख्दै। यो चाहिँ तपाईको स्टार्ट 18+ देखिको अप टु 50 इयर्ससम्मको लेडिजहरूले गर्न सक्छ। सो हामी चाहिँ मान्छे खोज्दैछौँ, जो लेडिजहरू इच्छुक छ उसले गर्न सक्छ। 3टा ग्रुप त भइसके, मैले तपाईहरुलाई भनिदिएँ। बाटोमा पाउँदैन, अब घर जानुपर्छ। यस्तै छ, ऊ खालि इरिटेट पार्छ क्या ऊ। गाइस मलाई नि एकछिन जाउँ न मसँग घुमौँ। म त अब यहाँ बिहा भएर आएको बेसी भएको छैन, 4-5 वर्ष भयो, मान्छे त्यति चिन्दिनँ। तपाईँ चिन्नुहुन्छ मलाई देखाइदिनु भनेको कि मान्दैन क्या, खालि गेम खेल्छ साथीहरू भनिदिनु। गेम चाहिँ लाइफ उतैतिर आएको बुबु, लाइफ चाहिँ एकदम गेम खेलेर बित्दैन, जीवन साथीसँग बित्छ भनेर थाहा छैन क्या उसलाई। अनि सधैँभरि सिकाउनुपर्छ, मैले भन्नुपर्छ। जिन्दगीमा फ्रिडम भने घरमा आएर मात्रै पाइन्छ क्या, पल्टन पाउने होइन। पल्टनीहरू जस्तो हुन्छ। त्यही भएर हेलो साथीहरू, हामी चाहिँ काम गर्दा बेलुका भइसकिसक्यो। यो चाहिँ काकी म, हाम्रो काम खत्तम भयो। तपाईहरुलाई एकछिनमा भेट्छु। हेलो साथीहरू, म चाहिँ घर आइपुगेँ, मेरो काम खत्तम भयो, मान्छे पनि सबै भेटियो, तर तपाईहरुलाई देखाउन सकिनँ हतारमा गरेकोले। सो मेरो घर हो यो, आइपुगेँ म गाइस। सो थ्याङ्क्स फर वाचिङ, बाई बाई।